नमस्कार सबैजनालाई। मौलिक हक भन्दा बित्तिकै आहा कस्तो राम्रो छ है। हक हामीलाई नैसर्गिक अधिकार पाउन पर्ने कुराहरू राज्यले व्यवस्था गरेका भनेको छ। त्यो चाहिँ संविधानको भाग 3 मा मौलिक हक र नागरिकका कर्तव्य भन्ने टपिक छ। त्यो चाहिँ इक्जामको दृष्टिकोणले फर्स्ट पेपर रिटर्न पेपर सबैको लागि एकदमै महत्त्वपूर्ण छ। नागरिकका कर्तव्य चाहिँ धारा 48 मा भएको चाहिँ धेरै इक्जाममा रिपिट हुने क्वेसन, यो पढिहाल्नुहोस्। अनि मौलिक हकमा पनि सिलेक्टेड पढेँ मैले, धेरै चाहिँ पढेन। धेरै रिपिट हुने भनेको मौलिक हक मध्येबाट मैले देखेको क्वेसनमा आजसम्म धारा 17 मा भएको स्वतन्त्रताको, अनि 18 समानताको पनि कोही इक्जाममा आएको। समानताको चाहिँ हामीले चाहिँ पछि टपिकहरू पनि पढ्नुपर्छ र समानताको हक पनि पढ्नुहोस्। अनि संचारको ऐन पनि छ, टपिक पनि छ, हक पनि छ, त्यो पनि पढ्नुहोस्। अनि न्याय सम्बन्धी, अब न्याय भएन भन्ने हुन्छ, टपिक पनि न्यायहरूका धेरैहरू कुराहरू आउने हुनाले न्याय सम्बन्धी पनि पढ्नुहोस्। अनि जुन 31 मा भएको शिक्षा सम्बन्धी, यो चाहिँ धेरै रिपिट, यो मोस्ट इम्पोर्टेन्ट, यो चाहिँ छोड्दै नछोड्नुहोस्। अनि स्वास्थ्यको पनि, अब हामीलाई शिक्षा स्वास्थ्य खाना त अब घाँसपास कपास त हाम्रो अब नहुने कुरा, त्यही भएर स्वास्थ्य सम्बन्धी पनि पढ्नुहोस्। अनि 38 मा भएको महिलाको एउटा इक्जाममा मैले यही जो पहिलो सुरुवातीमा अब यही महिलाको हकमा पनि मैले कन्फ्युज हुन्थेँ कि अब यो 38 मा भयो महिलाको, यो एकदम शिक्षा, महिला, स्वतन्त्रता, अनि त्यस पछाडि बालबालिका र सामाजिक न्यायको यिनी हकहरू एकदम इम्पोर्टेन्ट छन्, पढिहाल्नु। 17 को स्वतन्त्रता अनि 18 को समानताको, यो चाहिँ धेरै त्यो कुरामा जान्नुपर्छ। समानता भनिन्छ, समानता भएन भनिन्छ, त्यही भएर जान्नुहोस्। इक्जाममा धेरै त्यहाँ सोधेको छैन, त्यही पनि जान्नुहोस्। अनि 19 मा भएको सञ्चारको, यो चाहिँ इम्पोर्टेन्ट छ, किनभने टपिक पनि छ, ऐन पनि छ, के हो भनेर बुझ्न नि पर्छ अहिलेको जमानामा, यो पनि पढ्नुहोस्। अनि 20 मा भएको न्याय भएन भन्ने हुन्छ। न्याय भनेको टपिकहरू अरू कुरामा पनि पढ्नुपर्छ, धेरै कुरामा, त्यही भएर न्याय सम्बन्धी पनि पढ्नुहोस्। अनि 31 मा शिक्षा सम्बन्धी हक छ। शिक्षा सम्बन्धी त मेरा बा अब थाहा त छ तपाईँलाई, शिक्षा भनेको यो धेरै सोध्या पनि छ, धेरै ठाउँ सोध्या। अनि यो राम्रोसँग पढ्नुहोस्। अनि शिक्षा स्वास्थ्य अनि महिलाको त मैले भनिहालेँ, महिला अनि बालबालिका र सामाजिक न्यायको हक। अनि धारा 48 मा भएको के नागरिकका कर्तव्य, यो चाहिँ छुटाउँदै नछुटाउनु। धेरैलाई त थाहा होला यस्ता कुरा भन्नुहुन्न हुन्छ, कोहीलाई चाहिँ बिचारा लोकसेवाको ल पनि थाहा छैन, कहाँबाट के पढ्ने कसरी पढ्ने भन्ने, त्यसको लागि पनि मैले विशेष फोकस गरेको हुँ। अनि तपाईँहरूले यो पढ्ने बेलामा यो अब किताबहरूमा त त्यो मिलाएर लेख्या हुन्छ, संविधानकै किताबबाट पढ्छु भन्ने कुरामा जुन अब यो स्वतन्त्रताको हक भनेर जुन दिया छ नि, प्रत्येक नागरिकले दियावंशका स्वतन्त्रताको हक हुनेछ भनेर जुन क देखि च नम्बरसम्म दिएकोलाई मात्र पढ्नु। त्यस पछाडि तर भनेर त्यसलाई डिस्क्राइब खण्डीकरण गरिदिया हुन्छ नि, त्यो चाहिँ पढ्न पर्दैन कि।